तो हेलो गाइज वेलकम टु माई ब्याक टु ब्याक है स्वागत छ मेरो ब्लगमा फेरि पनि होइन। यो चाहिँ डे 3 ब्लग है। अहिले चाहिँ म श्रीनगरमा छु होइन। अस्तिदेखि बरफ पर्न खोजिरहेको थियो, हल्का चिसो भइरहेको थियो है। अनि आज राति चाहिँ बरफ परिहालेछ कि राति चाहिँ होइन। राति चाहिँ फाइनली बरफ पऱ्यो यहाँ पर। अनि यहाँ चाहिँ एकदम चिसो हुन्छ है, अब चाहिँ एकदम चिसो हुन्छ है गाइज है। बाहिरको सिन चाहिँ अब ब्युटिफुल एकदम दामी देखिन्छ है श्रीनगर चाहिँ है। बरफ परेपछि एकदम राम्रो देखिन्छ है श्रीनगर होइन। सो म अहिले चाहिँ अब कपडा सपडा लाएर ड्रेस लाएर जाँदैछु म ड्युटीमा है। सो म ड्युटी जान्छु, त्यसपछि म हल्का बाहिर जान्छु है, तपाईँलाई देखाउँछु त्यहाँको ब्युटिफुल सिन। वाउ वाउ। किनकि हामी नेपालीहरू होइन अब पाहाडमा बसेको तराईमा बसेको नेपालीहरूलाई चाहिँ बरफ देख्नु भनेको ठुलो कुरा हो नि त होइन। अब यहाँ त अब नर्मली कुरा हो, सबले बरफ देखिरहेको हुन्छ। हामी त अब अलिक गाह्रो छ नि त, किनकि अब हाम्रो ठाउँमा बरफ पर्दैन होइन, तराईमा पनि बरफ पर्ने कुरा भएन। सो आज म जाँदैछु बाहिर बरफमा एकछिन होइन, उहाँ गएर अनि बरफ देखाउनेछु है सिन। आज त हल्का बरफ परिरहेछ, तर अझै धेरै पर्ने आशा छ है। भोलि पर्सि त यहाँ पुरै मान्छेको घुँडा जति बरफ पर्छ है। सो गाइज अहिले एकछिन पछि म जान्छु, अनि त्यहाँ गएर कुरा गर्नुपर्छ ल गाइज है। ल हेभ अ नाइस डे है गाइज सबैजनालाई। त्यो गाइज है बाहिर हेर्न सक्नुहुन्छ तपाईँहरू, रुखहरू चाहिँ एकदम सेतो देखिरहेको छ गाइज है। यो चाहिँ सबै बरफको गाइज है। वाह यो त हल्का छ गाइज है। मेरो क्यामेरा हल्का अलि खराब छ होइन, त्यो त्यही भएर हल्का अलि खराब देखिरहेको छैन है। नै पनि आँखाले हेर्दा त वाट अ ब्युटी के गाइज। त्यही अझै पनि परिरहेको बरफ गाइज है, हल्का होइन। अब यस्तै बरफ परिरह्यो भने म भोलि चाहिँ जान्छु बाहिर, अनि म तपाईँहरूलाई देखाउँछु बाहिर गएर सिन कस्तो हुन्छ के छ बाहिर है गाइज है। ल गाइज है, म चाहिँ जान थालेको ड्युटी। अहिले एकछिन पछि म तपाईँले तल गएर ग्राउन्डको अनि हाम्रो गार्डनमा कस्तो भइरहेको छ, बरफले के असर पारेको छ सब म देखाउँछु है ल गाइज है। सो गाइज हेर्न सक्नुहुन्छ है हाम्रो गार्डन, जो म तपाईँलाई देखाएको थिएँ नि यहाँ नगर भिडियोमा होइन। उहाँ पानी थियो, स्विमिङ पुल थियो, हाम्रो गार्डन हेर्न सक्नुहुन्छ गाइज है। यो पुरै बरफ दबाएर बरफ परिसकेको छ यहाँ होइन। यो त कम हो, अझै कति पर्छ है गाइज है। एकदम दामी हो कसम, वाट अ ब्युटिफुल सिन यार, क्या खतरनाक सिन देखिरहेको छ कि गाइज है। यहाँ बरफ छ, वहाँ रुखमा हेर्नु त्यहाँ होइन, त्यो सित्तै यहाँ यस्तो सेतै छ होइन। वाउ लुक लाइक अ वाउ यार गाइज है। यस्तो ठाउँमा बस्नु मजा हुन्छ कि जस्तो भनेको यार। काश मलाई हाम्रो घरतिर यस्तै बरफ पर्थ्यो कि कति मजा हुन्थ्यो होला क्या है गाइज होइन। वाउ एकदम दामी छ यार है। वाह एकखेप जानुपर्छ कि क्या बरफमा, म सोचिरहेको थिएँ एकखेप म त्यो बरफमा जान्छु यार, एकचोटि यार जान्छु गरी छर्छु यार। यस्तो मौका कहिले आउँदैन कडा। गाइज म फाइनली जाँदैछु बरफमा है। यो चाहिँ फर्स्ट टाइम जाँदैछु बरफमा होइन। यो त केही नै गाइज, म पछि गुलमार्ग जान थालेको गाइज। गुलमार्गमा चाहिँ यहाँ पनि खतरनाक बरफ पर्छ है गाइज है। यो त केही होइन गाइज, यो त जस्ट इजी हो होइन। दामी युज देखिरहेको छ यार कसम गाइज है। म बुट लगाएर जाँदैछु बरफमा है। वाउ कसले यहाँ नाम लेखिसकेछ त गाइज। यो देख्नु है मेरो नाम है, मैले लेखिदिरहेको छु यहाँबाट होइन। वाउ गाइज यो त्यो पुरै जम्छ गाइज, त्यो स्विमिङ पुल पुरै जम्छ है गाइज। अहिले चाहिँ होइन हल्का मेरो भ्युज राम्रो देखिरहेको छैन क्या, के गर्ने फोन त्यस्तै छ होइन, त्यही भएर हो है। सो छ अहिले दिउँसो म हेर्छु कस्तो सिन हुन्छ यहाँको है। बरफ परेर अझै मोटो पनि हुनसक्छ, अब पानी हुनसक्छ गाइज है। ल गाइज अहिलेको सिन चाहिँ यही हो गाइज है। एकछिनपछि म फेरि तपाईँलाई त्यहीँ खतरा सिन देखाउँछु एकछिनपछि गाइज है। अब बरफ परिरहेको छ नि त, अहिले भोलि भर्खर बिहान परिरहेको छ, अब दिनभरि पऱ्यो भने खतरा देखिन्छ होइन। ल है गाइज म एकछिन जान्छु अनि पछि फेरि आउँछु ल है। फाइनली गाइज है, यो हो गाइज हिउँ परिरहेको छ अहिले गाइज है। मैले भन्थेँ नि पर्छ भनेर होइन, अघि चाहिँ हिउँ बन्द थियो गाइज, अहिले चाहिँ हिउँ परिरहेको छ है। हल्का देखिरहेको छ होला झरेको होइन।
यो देखिरहेको छ नि यो चाहिँ हिउँ परिरहेको छ गाइज ओ माई गड वाट अ गड ब्लेस सिन यार गाइज यार है हिउँ परिरहेको छ है तपाईँले देख्नु भएको छ कि नै थाहा भएन तर मैले चाहिँ देखिरहेको छु हिउँ परेको गाइज है खतरा हिउँ परिरहेको छ यार कसम यार ओ माई गड खतरा हिउँ परिरहेको छ है गाइज है एकछिन म त्यहाँ गएर तपाईँलाई देखाइदिउँ कि क्या हो हिउँ परेको दामी हिउँ परिरहेको छ यार खै तपाईँले देख्नु भएको छ कि थाहा भएन है मैले देखिरहेको छ नि सानसानो अलिअलि बिचमा देखिरहेको नि त्यो पानी जस्तै यो चाहिँ हिउँ परेको गाइज है कसम हिउँ परिरहेको छ यार फाइनली हिउँ परिरहेको छ म एकचोटि गएर देखाउँछु है तपाईँले हिउँ परेको है यो यस्तै रातभरि पर्छ हो होइन अहिले एकछिन जान्छ है यहाँबाट देखिरहेको छ देख्नुभयो नि हिउँ परेको ती यो सबै हिउँ परिरहेको छ त्यो माथि पानी जस्तो झरिरहेको छ नि यो चाहिँ हिउँ परेको गाइज है यो चाहिँ हिउँ परेको दामी हो यस्तो खतरा सिन देखिरहेको नि गाइज पुरै नगर्नु कि कसरी यार ओ माई गड हामीलाई त यो त स्वर्ग हो नि यार हामी यार पाहाडमा बस्ने मान्छेलाई होइन अब तर यो बस्ने स्वर्ग हो कि यो त कसरी हिउँ परेको देख्नु भनेको स्वर्ग हो यार ओ माई गड वाट गड ब्लेस सिन वाओ टक्क यो टाइममा होइन एक प्याक हुन्थ्यो भने कति मजा हुन्थ्यो कि गाइस के गर्ने तर खान पाउँदैन कि होटेलमा यार समस्या त छ यो चाहिँ मिठो भइरहेको छ है दामी भइरहेको छ है कसम है ओहो ओ माई गड खतरा एकदम खतरनाक भइरहेको छ है हो गया डन कोई बात नहीं गाइस अहिले चाहिँ होइन दिउँसोको 3:02 साढे 2 भयो है अहिले त्यस्तो परिरहेको बरफबारी गाइस है अहिले चाहिँ दिउँसोको सिन यो चाहिँ होइन यो चाहिँ दिउँसो सिन देखाएको छु म तपाईँलाई अहिले म फेरि म तपाईँलाई के साँझको सिन देखाउँछु होइन साँझ के हुन्छ होइन सायद यो साँझ भरिन्छ होला क्या अहिले चाहिँ यति छ है हल्का हरियो देखिरहेको छ नि होइन तर साँझ पुरै भरिन्छ 100% पुरै भरिन्छ म तपाईँलाई साँझको सिन देखाउँछु अनि मैले त्यहाँ गएर बहुत रमाइलो गरेँ है बहुत मस्ती गरेँ होइन अनि ब्लगमा गएँ फोटोसुटहरू गरेँ होइन भिडियोहरू बनाएँ ओ मजा आयो गाइस यार किनकि हाम्रो त यस्तो ब्लग पर्दैन नि यार सो बहुत मजा आयो कसम गाइस बाहिर हेरिरहनु मन लाग्छ तर के गर्नु गाइस लास्ट चिसो छ नि त त्यही भएर थोरै हेर्न सकिरहेको छैन है बहुत ठिक छ यार गाइस कसम यार वाउ वाट अ ब्युटिफुल सिन ल गाइस है अहिले चाहिँ अब बिदा मैले हुन्छ एकछिनलाई चाहिँ म होइन अहिले पछि फेरि आउँछु म एकपटक साँझ अनि म तपाईँलाई साँझको सिन देखाइदिन्छु है जैसे 6 महीना रहे जैसे 6 महीना रहे तो मजा आता है 6 मंथ ये क्या मतलब 6 मिनट तक ऐसा रहेगा तो फिर यहाँ बंदे नहीं रह पाएंगे ना गिर जाएगा ये तो हेलो गाइज अहिले चाहिँ होइन साँझको 5 बज्यो है गाइज है अझै पनि बरफ परिरहेको है आज चाहिँ दिनभरि बरफ परिरहेको छ है हाम्रो नेपालमा दिनभरि पानी पर्छ यहाँ चाहिँ दिनभरि बरफ परिरहेको छ है गाइज है अहिले चाहिँ साँझको लगभग 5 बजे एकछिनपछि रात पर्छ होइन अहिले बरफ परिरहेको छ म तपाईँलाई यसो हल्का देखाऊँ भनेर क्या है म दिनभरि हल्का के पर्छ यसो देखाउँछु भन्दा क्या होइन अहिले चाहिँ बरफ परिरहेको छ है दिनभरि बरफ परिरहेको छ अहिले चाहिँ साँझ होइन अब म एकैचोटि आउँछु साँझ 7-8 बजीतिर आउँछु हल्का अन्धेर भएपछि अनि त्यो टाइम हेर्दैछौँ कतिको पर्छ बरफ है अहिले चाहिँ हल्का हल्का भरिसकेको छ है गाइस अनि हरियोदेखि त अहिले पुरै सेतो देखिरहेको छ होइन ल गाइज है ल त है गाइज अहिले सिधै अब साँझ भेटौँ ल गाइज है ल है एकछिन अब काम छ एकछिन कामसाम गरेर साँझ भेटौँ है अहिले चाहिँ होइन एकदम ठुलै परिरहेको छ रातभरि पऱ्यो भने सायद पुरै सडक भरिन्छ होला अनि म जाँदैछु भोलि अब जाँदैछु बाहिर गाइज होइन अनि यस्तै भोलि पनि बरफबारी भयो भने मजा आउँछ गाइज होइन किनकि बरफबारीमा मजा आउँछ नि त म भोलि जाँदैछु गाइज है बाहिर होइन तपाईँलाई म बाहिरको सिन देखाइदिन्छु भोलि होइन कति बरफ परेको ठाउँ कतिको दामी देखिन्छ है लगाइज है अब किचन साँझ भेटौँ ल लगाइज है
तो गाइस फाइनली होइन बरफ चाहिँ पर्न अलिक कम भएको छ है। अहिले चाहिँ रातिको 9 बजिसकेको छ होइन। सिन चाहिँ दामी देखिरहेको छ गाइस है, दामी देखिरहेको छ होइन। तर अहिले बरफ चाहिँ पर्न छोडिसक्यो, हल्का हल्का परिरहेको छ है। आज दिनभरि बरफ पऱ्यो होइन, दिनभरि नै बरफ परिरहेको थियो। अहिले चाहिँ हल्का कम परिरहेको छ। सिन चाहिँ एकदम दामी देखिरहेको गाइस है, दामी देखिरहेको, त्यहाँ पनि दामी देखिरहेको छ होइन। सिन दामी देखिरहेको छ। अहिले चाहिँ कम परिरहेको छ बगर गाइस बरफ है। यो गाइस रातिको सिन है। ल त गाइस है, आजलाई चाहिँ गुड नाइट होइन। अब भोलि फेरि अर्को ब्लगमा फेरि भेटौँला होइन। म भोलि चाहिँ जाँदैछु बाहिर होइन। भोलि चाहिँ बाहिर जाँदैछु, बाहिर चाहिँ दामी बरफ परिरहेको होला होइन। बाहिर गेट्दै बिहान छु, खतरा बरफ पर्छ त्यहाँ चाहिँ होइन। त्यहाँ भोलि चाहिँ खतरा सिनहरू देखाउँछ है। र भोलि चाहिँ तपाईँलाई म बाहिरको सिन देखाउँछु होइन। मैले फर्स्ट ब्लगमै भनेको थिएँ म एकदिन बाहिर जान्छु भनेर। सो म बाहिर जान्छु भोलि, अनि हजुरलाई खतरा ब्लग देखाउँछु ल गाइस। आजको लागि गुड नाइट होइन। ल गाइस है, फेसबुकमा हेर्दै हुनुहुन्छ भने फलो गरिदिनु होला होइन। युट्युबमा हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है। तपाईँको एउटा सानो सानो सहयोगले नै अब माथि बन्ने हो होइन। अब प्लस भिडियो बनाउन पनि अब अलिअलि मद्दत मिल्यो है। ल गाइस गुड नाइट।